Come back to my new vlog. It's me गुरुङ भ्लग है। अब सबै सन्चैहरूमै छ होला है। म पनि एकदम फिट एन्ड फाइन छु। अहिले चाहिँ दिउँसोको साढे 3 भइसक्यो है। म चाहिँ अहिले यस्तो छ मौसम चाहिँ बल खेल्न जान लाग्यो भनौँ कि यसो बस्न यसो गयो क्यासे खाएर आउने हो मेरो चाहिँ विचार चाहिँ होइन। अनि टक्कै अहिले म त जान लाग्यो कि मम्मीले यो लिएर आइज बोरा पहिला लिएर आइज भन्नुभएको थियो, त्यही भएर म यो लिन आएको। अब के पुऱ्याउनु पर्ने हुन्छ यस्तो माचिसको खोल लाइटर मैले चुरोट चाहिँ खान्न त्यो चाहिँ पुऱ्याइदिउँ। अनि पुऱ्याएर अनि पार्क जानुपर्छ। अनि बल ल्यायो भने त अनि बल खेल्ने हो। अब न त त्यही त हो नि यसो बस्ने गेमसेम खेल्ने चियासे खाने अनि फर्किने घर आउने बस्ने त्यही त हो नि। काम छैन छुट्टी हो। वैशाख 21 गति स्कुल भनेको छ अरे होइन टक्क पारामा अनि त्यतिखेर स्कुल जानुपर्छ। ल त्यही त हो। अब केटा यो म पुऱ्याउँछु अनि ग्राउन्ड जाने बेला भेटौँला है त। फक यो केटा टक्कल चाहिँ बल खेल्ने ग्राउन्डतिर जान लाग्यो। कस्तो घाम लागेको छ। त्यो म राइडर उहाँ यस्तो चलाखी छ टक्कल चाहिँ म यता माथि बल खेल्ने ठाउँमा आइपुगेँ कि अहिले त मिठो घाम लागिरहेको छ। ल टक्क अब त्यहाँ जाम बल खेल्ने ग्राउन्डमा को आउँछ को आउँदैन भेट्नुपर्छ त्यहाँ। टक्क यहाँ बल खेल्न चाहिँ आएको रहेछ। बल त्यहीँ छ मान्छे छैन। पक्कै त काले ल्याएको होला बल यहाँ काले छैन। मुजी कता हरायो। टक्क बाह्र चाहिँ म घर आइसकेँ होइन। म घर आइसक्यो। अहिले चाहिँ हामी चिया पकाउँदैछौँ कि अनि फेरि यस्तो हो कि राति मान्छे खाइदिने मान्छेको के बुझेन। टक्क चाहिँ मम्मी र मैले चिया खानु लाग्यो अनि भात सात पकाइसक्यो होइन। भातसँग खाने भुटेको भात हो। भुटेको भात र अन्डा टक्क खानुपर्ने हुन्छ। त्यही हो। अब मैले चिया पकाउँदैछु। यो उम्लिसक्यो अहिले त बल खेलेर आएको। बल खेल्न जाँदा भिडियो बनाउनु पाएन मैले किनकि यस्तो मजा आइरहेको थियो नि खेल्न। बाजी खेलेको सुरुमा जित्यो होइन। अनि त्यसको डब लिएर खेलेको हारियो। अनि चाहिँ मेरो माचिसको खोल अब त्यही त हो। भोलि बहिनीको बर्थडे छ। दादा भिकारी छ है। के गर्नु म गिफ्ट दिन सक्दिनँ यु नो। भोलि चाहिँ बहिनीको बर्थडे हो केटा हो है। बल्ल बोल्यो आज बहिनीको बर्थडे हो कि मैले अब बर्थडे साथै मनाउनु थाहा होइन। मनाए पनि नमनाए पनि गिफ्ट दिनुपर्ने हो कि मसँग पैसा छैन। दादा भिखारी छ के गर्नु है। पछि दिनला होइन। म भोलि दियो भने देखाउँछु तर म जसम्म लाग्छ म दिन्न होला न। मसँग पैसै छैन। म दियो भने चाहिँ म भिडियो टक्कै हाल्नेछु। बर्थडेमा मनायो भने म भिडियो गराउने छु अफकोर्स। उही म्या कुनै क्यामेरा त बबाल देखिन्छ लटुक्क फेरि उम्ल्यो। त्यही हो। ल अब के गर्नु अब चाहिँ खानुपर्छ। भातसात खाम्ला अनि त्यसपछि भेट्नुपर्छ है त। ल आमा छोरी है दुईजना। यसको बर्थडे भोलि। यसको बर्थडे मनाउने कि भन्नु त हो कि होइन। यसको बर्थडे चाहिँ पहिले हो। यहाँ यसको स्कुलले यस्तो देखा अरूको स्कुलले दिन्न। अरू यसको स्कुलले यस्तो देखा टक्क पारामा यसलाई स्कुलले गिफ्ट पनि देखा। यो स्कुलले बनाएर दिएको यसलाई यस्तो। यहाँ त यहाँ कालो देखेछ यहाँ गोरु देखेछ त्यही पनि क्यामेराको कमाल हो मलाई थाहा छ। म चाहिँ हाम्रो भुटी भात भुटीमा पनि खानुपर्छ रे।
यस्तो फेरि यो अन्डाहरूमा प्याज हालेको मन पर्दैन अनि फेरि काँचै त्यो भातसँग खान चाहिँ भइहाल्यो मिठो हुन्छ कि यो प्याज चाहिँ त्यही भएर मैले फालिदिएँ ल त तब मैले भुसुरी बिरालो यस्तो छ है हालतमा कसम कपडा अब यहाँ यो फाल्ने कपडाहरू म छुट्याउँदैछु अब म फालिदिन्छु चेन नभएको हेनतेन नभएको म कपडा फालिदिन्छु ल टक्क अब यो खान्छु खाएर भ्याएपछि भेट्नुपर्छ है त ल देख्यो नि मलाई ल ठिक छ कस्तो चिसो भयो तोडमा भित्र हाल्छु ए रामती हजुर हजुर खुला होइन टक्क पारा चाहिँ मैले अहिले सबै कपडा सबै हालिसकेँ होइन टक्क भोलि चाहिँ बहिनीको बर्थडे छ त्यति नै हो अनि टक्क हामी चाहिँ खानासाना खाएर सुतिसक्यो मैले सुतिसक्यो भन्नाले मम्मी र बहिनी चाहिँ सुतिसक्यो अनि सुतिसक्नु भएको थियो म यताउता उठ्नु पऱ्यो ल ठिक छ अब हामी चाहिँ सुत्न लागेको भन्नाले म चाहिँ अब एकछिनमा सुत्छु अनि भोलि चाहिँ बहिनीको बर्थडे दादा भिखारी अनि त्यही त हो अब पैसा पाएको बेला चाहिँ बाबाले दिन्छु मैले होइन अब यो भिडियो हेऱ्यो भने त्यसले बुझ्छ भन्दा के भन्ने अब दादासँग पैसा छैन बुझ तैँले हो हजुर टक्क पारामा त्यही त हो अरू केही छैन खासै अब पछि दिँदै गरौँला होइन अनि टक्क बहिनी चाहिँ यहाँ चाहिँ मम्मी र म मात्र हुन्छ काम गर्नुपर्छ के गर्नु है त्यही हो मेरो रुटिन बिहान उठ्यो काम गऱ्यो टक्क बस्यो खायो हिँड्यो डुल्यो त्यो मेरो काम होइन अनि नयाँ वर्ष आउनु लाग्छ कहिले आज 29 भोलि 30 अनि पर्सि 1 होला जहाँसम्म लाग्छ मलाई ल आजको भ्लग चाहिँ इन गर्नुपर्ने हुन्छ किनकि एकदम रात परिसक्यो होइन रात पनि परिसक्यो मलाई निद लागिसक्यो कि अनि टक्क पारामा भोलि बहिनीको बर्थडे छ यसो केक सेक काट्छ होला है अनि टक्क पारामा त्यतिखेरै भेट्नुपर्छ आजको भ्लग चाहिँ लास्टै छोटो भयो कति लास्ट छोटो हुँदै गयो मेरो भ्लग किन हो होइन सबले माया गर्नु पर्यो माया देखाउनु पर्यो अरे के अब ल त्यही हो टक्क पारामा आजलाई यति नै यति भन्दै अब आजबाटलाई पनि भिडियो मन परेमा मेरो यो छोटो भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला ल त्यही हो राइट नाउ पारा